गाना गाना गाउनु पर्यो एउटा गाना गाउनु लाग्छ Orange blood, I know. Orange blood, right? Laksa. म हुन्छु मेरो पछाडि दुईजना अर्को मासु हुन्छ बाटो माइक नभए पनि हुन्छ होला सुनिन्छ सो झुकिने बाटोहरू सानो अब नर्मल राइड हो सबैजना ग्रुप राइडमा डबल लाइनअपमा जान्छौँ होइन सो राइड गर्दाखेरि सबैजना ध्यान दिनुपर्ने कुरा चाहिँ आफ्नो जुन सर्कलमा हामी कुदाइसकेपछि बाटोमा चाहिँ ट्राफिकलाई चाहिँ डिस्टर्बेन्स नगर्ने हाइवेहरू नदिने होइन अलिक हुलिगेन्स पारेर चाहिँ ल्याउनु भएको थियो ओके orange blood right start from Naksal yeah कलाघारीबाट
हाम्रो भाइ ब्रेकफास्ट यो के राखेको छ बेसी अन्डा रहेछ ब्रेड रहेछ सिम्पल ब्रेकफास्ट जस खानेकुरा चाहिँ ढिलो गर्नु हुँदैन नन्काउने बरु ए मैले बेकार हेर्नु गएको अरूको ब्रेकफास्ट हाम्रो स्पोन्सर भाइ फेरि एकदम कोअपरेटिभ बङ्काउनु के स्यान्डविच रहेछ भेज हो कि के हो म त खाएको पनि अरेन्ज राइट कभर्स गरेको छैन गिफ्टहरू ब्याग मात्रै हो मलाई कभर्सले गिफ्टहरू दिएर रहेछ क्या भन्नु तिमी चाहिँ कसरी पायो पहिले हाम्रो केटीएमबाट आउनु भएको यो अरेन्ज ब्लड राइड आजको राइड केटीएम अरेन्ज ब्लड राइडमा एकदमै स्वागत छ कस्तो भयो त राइड हुन त स्लो नै थियो है त्यही पनि अब आजको राइड त्यस्तै हो राइड भन्नाले पनि यो ग्रुप मिटअप हो एउटा हाम्रो होइन त्यसमा हाम्रो आज राइडर्सहरूको ग्रुप पनि हुनुहुन्छ म इन्ट्रोड्युस गर्न चाहँदैछु हाम्रो म्याभरिक्स एकपल्ट स्टेजमा आइदिनु होला र हामीसँग यहाँ 390 जेन 3 अनर्स ग्रुप पनि हुनुहुन्छ उहाँहरूलाई पनि म स्टेजमा बोलाउन खोज्छु हट पोट्याटो गेम सुरु हुँदैछ होइन हाम्रो पहिले टोकेको विनर चाहिँ यहाँ हुन्छ अहिले कुन गेममा जित्छ है ल कन्टिन्यू रास्ताको डिजे चाहिँ खत्रै हुँदो रहेछ होइन फ्रम कवच खतरा भइरहेछ है मुखा लाग्दै मुखा बिस्तारै ठक्क टाउकोमा पसायो भने त्यही विनर मैले पनि देखेको मैले चाहिँ तपाईँको नाम भन्नु सम्राट अलिकति गर्न पाएन है ल फेरि ल गोलो अलिकति राम्रो गोलो बनाऊँ ग्यान्डम स्टाइल बजायो त फाइनल राउन्ड कसले जित्छ जस्तो छ ल हो यसमा जसले जित्यो जित्यो ल यस्तो गेम त फर्स्ट टाइम देखेको पुरै गाना बजाउने हो क्या यो त उता उता हो रेडियो सौजना रेडी आवाज सुनेन रेडी टु रेस ग्राउन्ड चाहिँ खाली गर्नु पर्छ साइड छ रेडी हो 3 2 1 गोरे पाल परिसक्यो
भोलिपछि बाइक चढ्न एक्सपर्ट हुन्छ यस्तो गऱ्यो भने झ्याप्प लाएर दुईजना एउटै साइडमा छ फाइनल जित डिस्क्वालिफाई हुन्छ डिस्क्वालिफाई हुनुभयो को हरियो ज्याकेट गयो सुलभ बोगटीजी पनि आउट हुनुभयो त यसरी हो क्या गेम जित्ने निलो चस्मा छैन छैन अब फाइनल रातो चस्मा घुम्यो हामी उता बस्नुपर्छ है उता बस्नुपर्छ ओह्रालो छ दोरी चिप्ल्यो क्या माटो दोरी चिप्लिँदै गयो म